हजुर म्याम नमस्ते। नमस्कार। हजुरले यसरी संस्था चलाइरहनु भएको छ अनि यति दिदीबहिनीहरूलाई होइन अनि आमाहरूलाई अनि सानो केटीकेटीहरूलाई पनि तपाईँले उनीहरूको जीवन रूपान्तरण गर्ने एउटा संस्था खोलिरहनु भएको छ। यस संस्थाको उद्देश्यहरू खुलस्त रूपमा भनिदिनुहोस् न म्याम। नमस्कार सम्पूर्ण अब तपाईँको मिडियाबाट हेर्नुहुने मित्रहरूलाई। मेरो नाम प्राची सुनवार, सबैले बोलाउने नाम एनी। अनि हजुरले सोध्नुभएको क्वेसन्स मेरो संस्थाको बारेमा होइन। संस्था खोल्नुको मेन उद्देश्य भनेको चाहिँ एक्ज्याक्ट एउटा अनेस्ट इमान्दारीपूर्वक भन्नुपर्दा चाहिँ मैले आफैले चाहिँ बाटो नपाएर चाहिँ संस्था खोल्ने सपना देखेँ भनौँ न। म स्वयं आफै नै चाहिँ एउटा नसाबाट रुमलेर होइन भौतारेर अनि एउटा पुनर्स्थापना आफूलाई गर्दै गर्ने क्रममा चाहिँ एउटा राइट प्लेस राइट टाइम होइन एउटा इन्भाइरोमेन्ट नपाएर चाहिँ म आफै नै भौतारिरहेको अवस्था भएको कारणले गर्दाखेरि चाहिँ मैले अब केही गर्नुपर्छ भन्ने उद्देश्य चाहिँ त्यहाँबाट मलाई जागरण भयो। सो त्यहाँदेखि चाहिँ अनि मैले यो संस्था खोल्ने एउटा निर्णय गरेँ। अनि अब मैले यो संस्था चलाएको लगभग 9 वर्ष भयो है। मैले सहारा महिला सुधार केन्द्र भनेर यो ठाउँमा चलाएको 9 वर्ष भयो। अनि मेरो संस्थाको उद्देश्य भनेको चाहिँ अब दुर्व्यसनमा होइन मादक पदार्थमा रुमलिरहेको दिदीबहिनीहरू जसले चाहिँ आफ्नो भविष्य जिन्दगी परिवार होइन आफूलाई नबुझेको दिदीबहिनीहरूलाई चाहिँ पुनर्स्थापना हुनुपर्छ, हामी चाहिँ सुध्रिन सक्छौँ, हाम्रो पनि एउटा सपना चाहिँ हामीले देख्न सक्छौँ भन्ने उद्देश्यले चाहिँ मैले रन गरिरहेको छु। र मेरो यहाँ चाहिँ अहिले अब धेरै दिदीबहिनीहरू छन् होइन। अब बच्चाहरू जस्तै अब टिनेजरहरू छ भनौँ न, 15, 16, 17 वर्षको बच्चाहरू धेरै छन्, बुढाबुढी आमाहरू पनि छन् होइन। अनि कति प्राय चाहिँ अब फ्यामिली भएर पनि नभएको जस्तो भएको बच्चाहरू पनि छ होइन। अनि सबैलाई चाहिँ जस एउटा सम्मान हिसाबले चाहिँ मैले उपचार दिइरहेको छु होइन। अनि मलाई चाहिँ अब यो उनीहरूलाई उपचार दिँदा उनीहरू सुध्रिँदा उनीहरूले आफ्नो नयाँ जीवनलाई जिउन सिक्दाखेरि चाहिँ मलाई एकदमै भित्रैदेखि आनन्द आउने भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ अब यो उपचार केन्द्रलाई चाहिँ होइन अहिलेसम्म अब एउटा भनौँ न परमात्माको इच्छा होइन एउटा हायर पावर भन्ने एउटा त्यो इच्छाले अनि म मेरो उच्च शक्तिप्रति इमान्दार भएको कारणले गर्दाखेरि पनि होला है मैले यो संस्थालाई रन गरेको 9 वर्ष भइसक्यो। अहिलेसम्म मलाई त्यस्तो कुनै अप्ठ्यारो बाधा अडचनहरू पनि आएको छैन होइन। अहिले त अब समाजमा त सुधार केन्द्र भनेको यस्तो हो भनेर एकदम डरलाग्दो न्युजहरू आइरहेको छ। विभिन्न प्रकारको मिडियाहरूले चाहिँ सुधार केन्द्रमा चाहिँ यस्तो हुन्छ है भनेर मान्छेलाई चाहिँ त्रास दिइरहेको छ होइन। सो म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भने चाहिँ सुधार केन्द्र भनेको चाहिँ त्यस्तो डरलाग्दो होइन पनिसमेन्ट दिने कुटेर मार्ने ठाउँ चाहिँ होइन। सुधार केन्द्र भनेको चाहिँ एउटा पवित्र होइन मस्जिद एउटा चर्च होइन एउटा पशुपतिनाथ जस्तै ठाउँ हो होइन। त्यहाँ चाहिँ मान्छेले चाहिँ नयाँ जीवन पाइरहेको हुन्छ होइन। अनि बिग्रिएको बिछडिएको परिवारहरूसँग भेट हुन्छ होइन। अनि पुनर्स्थापना केन्द्रले चाहिँ जीवनलाई चाहिँ जीवनकै तरिकाले कसरी जिउने त भन्ने कुरा एउटा भुमरीमा एउटा अल्झिएको एउटा कुलतमा फसेको मादक पदार्थमा रुमलेको दिदीबहिनीहरूलाई चाहिँ जिन्दगी जिउन सिकाउँछ है। अनि त्यस्तो खालको त्यो नेगेटिभ तरिकाले चाहिँ नहेरिदिनु होला होइन। अनि हामी त्यही माथि हामी महिलाहरूलाई चाहिँ एकदमै यो समाजमा जिउन गाह्रो हुन्छ होइन। किन भन्दा हामी भावनात्मक रूपबाट कमजोर भएको हुन्छ, शारीरिक रूपबाट पनि हामी कमजोरी हुन्छौँ। अनि हामी जन्मेपछि हामी अर्काको घर जानुपर्छ भन्छ अनि हाम्रो कुनै घरै हुँदैन होइन। सो हामी आफैभित्र नै भिक्टिम भइरहेको हुन्छौँ होइन। अनि हामीलाई घर परिवारले समाजले झन् भिक्टिम बनाइदिइरहेको हुन्छ। अनि त्यो बेला हाम्रो जाने ठाउँ कहीँ हुँदैन। अनि त्यस्तो बेलामा चाहिँ हामी यो पुनर्स्थापना केन्द्रभित्र आइपुगेका हुन्छौँ र हामीले आफूलाई चिन्ने मौका पाएको हुन्छ। अनि हामी सुध्रिन सक्छौँ होइन। हामी सुध्रिन्छौँ र हामी सुध्रेर हामी मात्र सुध्रिँदैन, हामीले हाम्रो घर परिवारलाई सुधार्नलाई सहयोग गर्छौँ, समाजलाई सहयोग गर्छौँ होइन। अनि हामीले देशलाई पनि सहयोग गर्छौँ कि है। अनि हामी चाहिँ राम्रो मान्छे बन्न सक्छौँ। अनि हामीलाई चाहिँ अलिकति माया होइन गरिदिनु होला, हामीलाई चाहिँ एउटा हौसला आशा दिनु होला होइन।
हामी चाहिँ अरूबाट चाहिँ हौसला आशा पायो भने चाहिँ हामी अझै धेरै जागरण हुन्छौँ होइन अनि हामी धेरैभन्दा धेरै दिदीबहिनी दाजुभाइहरूलाई सहयोग गर्न सक्छौँ अनि आफूले आफूलाई पनि माया गर्न सक्छौँ होइन अनि मेरो उद्देश्य चाहिँ त्यही हो संस्था चलाउनुको उद्देश्य चाहिँ होइन मलाई त्यो अरू ठुलो उद्देश्य चाहिँ मेरो अहिले केही पनि छैन होइन सिम्पल त्यही हो सानसानो नानी बाबुहरूलाई चाहिँ होइन नयाँ जीवन जिउनुपर्छ कुलतबाट निस्किनुपर्छ जिन्दगी चाहिँ योभन्दा पनि एकदमै राम्रो छ होइन लाइफलाई चाहिँ बुझ्नु पर्यो जीवन के हो सङ्घर्ष के हो दुःख के हो आफन्ती के हो बुझ्नुपर्छ हामीले त्यसलाई हामीले भोग गर्न सिक्नुपर्छ हामीले स्वीकार्न सिक्नुपर्छ भन्ने कुराहरू सिकाउँछु होइन अनि मलाई त्यो कुराहरू सिकाउँदा मेरो बच्चाहरूले चाहिँ यो कुराहरू लिँदा ज्ञान लिएर अगाडि बढेको देख्दा चाहिँ मलाई एकदमै आनन्द आउँछ हृदयदेखि नै है अनि त्यही भएर चाहिँ मलाई यो कामप्रति पनि अहिले चाहिँ मेरो एकदमै हुन्छ नि निस्वार्थ भावनाले चाहिँ म लागि परिरहेको हुन्छु र साथसाथै अब त्यस्तो उपचारको एकदमै खाँचो भएको होइन उपचार चाहिरहेको अवस्था छ मेरो दिदीबहिनीलाई भने मलाई सम्पर्क गर्नुहोस् होइन मैले पनि मेरो संस्थाले हाम्रो टिमले होइन भ्याएसम्म उहाँलाई चाहिँ हामी सहयोग गर्छौँ मेरो चाहिँ त्यही छ उद्देश्य थ्याङ्क यू हुन्छ म्याम एकदमै तपाईँलाई धन्यवाद साँच्ची नै म्यामको ठाउँमा म आज बिहानैबाट छु है म्याम अनि हाम्रो कार्यक्रम पनि थियो एकदमै रमाइलो भयो यहाँको वातावरण साह्रै राम्रो छ अनि हाम्रो माझी स्वयं आफू पनि सन्यासी ध्यान गर्नुहुन्छ यहाँ पुरै ध्यान गराउनु भएको छ एकदमै राम्रो छ ठाउँ वातावरण साह्रै राम्रो ठाउँमा छ है अनि हाम्रो रामकोटमाथि है हजुर यो भीमढुङ्गा नागार्जुन वडा नम्बर 8 मा पर्छ हाम्रो संस्थाको नाम चाहिँ सहारा महिला सुधार केन्द्र हो र हजुरहरूलाई सहयोग चाहिएको छ भने हैन डेफिनेटली हाम्रो एकदमै राम्रो छ है ठाउँमा साँच्चै आफ्नो छोराछोरी जसरी आफ्नो दिदीबहिनी जसरी हेरिरहनु भएको छ है यस्तो आमा भएको ठाउँमा तपाईहरुले कुनै चिन्ता मान्नु पर्दैन एकदमै राम्रो छ यहाँको इन्भाइरोमेन्ट नै राम्रो छ है यहाँको जति पनि स्टाफ बहिनीहरू छ दिदीहरू छ एकदमै राम्रोसँग हेरिरहनु भएको छ म उनीहरुसँग कोअपरेट गरे है मजाको छ है चार्जनेस छ ठाउँ अनि त्यही भएर समयमा नै उपचार दिनु है आफ्नो छोरी लक्ष्मीहरू हो समयमा उपचार दिनुपर्छ उनीहरूलाई अनि उनीहरूलाई घरमै लुकाएर नराख्नुहोस् अथवा यो समाजमा बाहिर जान नदिनुहोस् उपचार दिएर उनीहरूको जीवनलाई चाहिँ रूपान्तरण गर्नुहोस् अनि बचाउनुहोस् है त यति नै भन्न चाहन्छु म्याम एकदमै खुसी लाग्यो हजुरसँग थ्याङ्क यू धन्यवाद हजुरको क्लास पनि एकदमै मन पर्यो होइन आज मेरो बच्चाहरू सबैजनाले चाहिँ एकदमै एक्टिभली पार्टिसिपेट भएको थियो यो क्लासहरूमा अनि जुन हजुरको त्यो डाइनामिक क्लासमा चाहिँ मेरो बच्चाहरूको त्यो फ्रस्ट्रेसन्सहरू इरिटेसन्सहरू चाहिँ मैले निकालेको देख्न पाएँ प्रत्यक्ष होइन अनि मलाई एकदमै आनन्द भएको थियो क्या किनभने मान्छे चाहिँ भित्र धेरै कुराहरू गुम्साएर बर्डन भएर बसिरहेको हुन्छ अनि हामीसँग पनि प्रत्यक्ष कति प्राय खुल्दैन कि है अनि नयाँ फेस होइन नयाँ व्यक्ति नयाँ गुरु आउँदाखेरि उनीहरू एट्र्याक्ट हुन्छ अनि तपाईँको आज सेसनमा चाहिँ एकदमै मेरो नानीहरू एकदमै खुसी भयो इन्जोय गर्यो होइन उनीहरूले चाहिँ एउटा ध्यान पायो होइन भित्र म भित्र के छ त भन्ने कुराहरू उनीहरूले केही हदसम्म चाहिँ आफूले आफूलाई चिन्ने मौका पाए जस्तो लाग्छ मलाई होइन त्यो तपाईँले दिनुभएको त्यसको लागि चाहिँ एकदमै हृदयदेखि धन्यवाद होइन तपाईँलाई अब आउने दिनहरूमा एकदम धेरै धेरै शुभकामना गुड लक भन्न चाहन्छु है अनि मेरो पनि परमात्माले मेरो देवताहरूले हजुरलाई चाहिँ सधैँभरि ब्लेस गरोस् होइन आउने दिनहरूमा चाहिँ सधैँ राम्रो होस् यस्तै खालको चाहिँ के भन्छ ध्यान मेडिटेसन ज्ञान होइन लाइफको बारेमा चाहिँ अझै भन्दा धेरैलाई चाहिँ यो अवेरनेस हुन्छ नि रिकभरिङ म्युजिक मेडिटेसन्स होइन वी निड होइन भन्ने कुराहरू चाहिँ सबैलाई दिन सकोस् र सबैले लिन पनि सकोस् भन्न चाहन्छु है थ्याङ्क यू धन्यवाद थ्याङ्क यू सो मच